यो अब काँडे आयो अहिले यहाँ चाहिँ काँडेबाट यता माथि गयो भने यो भदौरे सल्यान भन्ने गाउँ आउँछ। आज चाहिँ हामी त्यहीँ गएर बस्छौँ सानो घर भन्ने ठाउँमा। त्यसपछि भोलि बिहान चाहिँ 3 घन्टा हाइक गरेर हामी पञ्चासीमा जान्छौँ है त। हामी चाहिँ अब त्यहाँ अहिले त्यो के भन्छ त्यो काँडेबाट माथि उक्लिने ठाउँमा त्यहाँबाट चाहिँ हामी लगभग स्कुटरमा 10 मिनट हिँडेपछि 10-15 मिनट हिँडेपछि ठ्याक्कै यो बिच बाटोमा आएको छ। म्यापमा हेर्दा चाहिँ त्यस्तै 6 मिनट देखाइरहेछ। 6 मिनट 3 मिनट त्यस्तो देखाएको छ। अब छिटै पुग्छौँ ल, जाउँ त्यहीँ गएर भेटौँ है त ल। अहिले चाहिँ हामी यो आज बस्ने ठाउँ सानो घर आइपुग्यौँ। लगभग हामीलाई पोखराबाट त्यस्तै हामी 5:30 बजीतिर हिँडेको, अहिले ठ्याक्कै 7 बजे रहेछ। त्यस्तै धेरै त लाग्दैन, बाटो पनि राम्रै थियो, आइपुग्यो। अब आज यहीँ बस्छौँ अनि यहाँबाट अब भोलिको अब यताबाट हो कि कताबाट हाइक सुरु गर्ने सोधेर अनि ठ्याक्कै जान्छौँ हामी ल। अब भित्र जाऊँ है त हामी ल, जाऊँ ल। हामी चाहिँ अहिले कति बज्यो भन्दा 9 बजेर 16 मिनट गयो। अघि आएर एकछिन रेस्ट गरियो अनि अँधेरो भइहाल्यो। अब खाना आइसकेको छ हाम्रो। यता आउँदा खाना हेरौँ त। हाम्रो सानो घरको खाना ट्याक्कै यहाँ के अरे भात छ, चटनी छ, आलु छ, दाल छ, यहाँ चिकन आइटम छ। ल खाम अनि अब एकैचोटि भोलि बिहान भेटौँ ल। अब चाहिँ यहाँ बेलुकामा देखाउने केही छैन होइन। अब खाना खाने अनि रेस्ट गर्ने अनि भोलि बिहान भेटौँ है त ल। बाई, गुड नाइट अहिलेलाई। गुड मर्निङ सबैजनालाई। अहिले चाहिँ बिहान कति भयो, 7:30 भयो। 7 बज्यो। अब चाहिँ खाजा खाएर हामी यहाँबाट माथि 85 जान्छौँ। त्यसपछि फेरि यहाँ आएर खाना खाएर अनि फेरि पोखरै फर्किने। आज दिनभरि जोस् यतै भुलिन्छ होला। अब खाजामा अनि भेटौँला है त, सिधै बाटोमा भेटौँला अब एकछिनमा। बाई। अब चाहिँ हामी सुरु गर्छौँ। खाजा खायौँ, त्यहाँबाट निस्क्यौँ। अब यहाँबाट हिँड्दै यताबाट 85 जान्छौँ। हेरौँ बाटोमा के हुन्छ है त ल। बाटोमा भेटौँ ल भाइ, जाउँ। अहिले 5 मिनट हिँडेको, थाकेर स्यासै भइसक्यो अहिले नै। अझै 3 घन्टा अब कसरी पुग्ने हो, गाह्रो छ। बाटो यस्तो ठाडै रहेछ। त्यताबाट आएको हामी चाहिँ जाम। अब हिँड्दैछौँ, कस्तो हुन्छ के हुन्छ बाटोतिर सबै देखाउँदै गर्छु है ल। हामी लगभग 15 मिनट हिँडेपछि यो बाटो आइयो। ट्याक्कै यताबाट 15 मिनट हिँडेपछि लगभग यो गुरुङ हिल भन्ने ठाउँमा आइयो। यो चाहिँ यसको हाइट चाहिँ 1780 मिटर रहेछ। धेरै छैन, 50 के अरे। हामी बसेको ठाउँबाट 15 मिनट हो। थाकेर अवस्था नाजुक भइसकेको छ होइन। अब जाम, अझै कति बाटो छ थाहै छैन, कहाँ हो के हो बाटो थाहा छैन। हेर्दै जाउँ कसरी पुगिन्छ के हुन्छ ल, जाम है त। कि त्यहाँ गुरुङ हिलबाट हिँडेपछि यहाँ यो तल यो बोर्डमा देख्यो घन्टी पोखरी भनेर। किन रहेछ भने त्यो घन्टीको आकारमा रहेछ कि यो ट्याक्कै यहाँबाट ट्याक्कै यो त्यो हेरेर घन्टी पोखरी भनेर रहेछ। यहाँ सम्म ठाउँ जस पार्क के पार्क नि भन्दै थियो है होइन। यसो राम्रो रहेछ यहाँ चाहिँ, एकछिन हिँड्दाखेरि थकै मेटाउने ठाउँ राम्रो रहेछ यहाँ चाहिँ। हामी चाहिँ हिँडिरहेको थियो होइन त। यो बाटो चाहिँ जङ्गलको बाटो रहेछ क्या हो। तर यहाँ एउटा कुरा यताको मान्छेहरूले के गरिदिनु भएको रहेछ भने यो के को लागि हो, हामीलाई चाहिँ बाटो देखाउनको लागि हो जस्तो लाग्छ है। बाटोमा चाहिँ के छ भन्दा फेरि यस्तो टालो क्या, बाटो चिन्नु भनेर होला होइन। यस्तो टालो राखिदिनु भएको छ, त्यो चाहिँ एकदम राम्रो छ। त्यो बाटोको लागि होला जस्तो लाग्छ मलाई जहाँसम्म। हामी अब त्यही फलो गर्दै जान्छौँ। यहीँ जुगा लगाइसक्यो।
ए जुगाल फिन नाच्यो अलि बर्खामा त झन् साह्रै होला जस्तो है त जुगाल त ए दुईटा मेरो नि यहाँ आइसकेछ गएछ अरे नुन पोको बारी ल्याउनु पर्ने रहेछ है नौबिमा जुगाल त मारेर हाल्ला जस्तो छ यहाँ चाहिँ हिँड्दै बाटोमा औसेलहरू चाहिँ मजाले भेटिरहेको हुँदो रहेछ होइन ट्याप्प टिपेर कस्तो टिप्नु नसक्यो खोपे औसेललाई औलो हो र है हाल्छ यता हामी चाहिँ त्यहाँ अघि गुरुङहरूदेखि नरोकिकन सिधा आयौँ होइन बाटोहरू उकालो उकालो थियो जस हुसुलाएर राम्रो थियो हिँड्न सजिलो भइरहेको छ घामसाम लागिरहेको छैन ठ्याक्कै यहाँनिर आएको एउटा बोर्ड देखियो कि यहाँबाट चाहिँ हामी तल गयो भने चाहिँ कहाँ पुग्दो रहेछ भने यहाँ लेखेको छ कि पामी पुग्ने रहेछ कि यहाँबाट तल गयो भने पामी जस पामीतिरबाट नि यहाँबाट हाइकिङ गर्दै आउन मिल्दो रहेछ अब यहाँबाट माथि जाने हामी चाहिँ 85 अब कति लाग्छ के लाग्छ केही थाहा छैन जाऊँ जाँदै गरौँ अब कति लाग्छ हेर्दै जाऊँ ल जाऊँ हामी चाहिँ हिँड्दै थियौँ है बाटोतिर तलतिर गुराँसको बोटहरू चाहिँ देखिरहेको हुन्थ्यौँ अब सिजनमा आइएन गुराँस देखिएन जस्तो भइरहेको छ तर अझै पनि रहेछ अलिअलि यहाँ गुराँसहरू चाहिँ ठ्याक्क अलिअलि छ यो चाहिँ अब फल्ने सिजन चाहिँ हाम्रो यो सिजन भनेको वैशाख र चैतमा आउँदा चाहिँ देखिन्छ होला जस यो रुटमा नि गुराँस देख्नु भनेको राम्रै हो हिउँ नि पर्छ यता चाहिँ मान्छेहरू पोखराबाट आइरहेको हुन्छ हिउँ हेर्नको लागि जस थोरै पोखराबाट नजिक आउन चाहिँ हिउँ हेर्नलाई गुराँस हेर्नलाई बेला मिलाएर आयो भने चाहिँ राम्रै हुन्छ है जस हामीले धेरै बेर हिँडिरहेको थियौँ त्यो हो त्यो के पहिलो उस मात्रै देखिरहेको थियो कता हो के हो कुन बाटो आइरहेछ भन्ने थाहै थिएन जस यहाँ आएर चाहिँ साइनबोर्ड देखेर चाहिँ ल है राम्रो बाटो आइरहेछ भन्ने चाहिँ भइरहेछ आम्मा जुगा चाहिँ खत्रै लागिरहेछ धेरै यहाँ यो बर्खामा आउँदा चाहिँ उस हुन्छ नि नुन के नुन लिएर आयो भने चाहिँ नुनले सेट्टै जान्छ क्या तर खासै लाग्दैन होला भन्ने सोच भयो त्यही भएर नुन सुन केही नल्याए अब यो पातीले पनि जान्छ क्या साँच्चै अब पाती मिचेर टक्क फाल्नुपर्छ अहिले माथि गयो भने 2-4 दिनसम्म नराम्रै हुन्छ यो चाहिँ अहिले अलिकति फेरि त्यहाँ त्यो गुराँसदेखि नेरबाट हिँडेको पानी पऱ्यो क्या पानी हो कि शीत हो परिरहेछ रेनकोट त ल्याएको छौँ तर अलि पानी पऱ्यो भने चाहिँ हिँड्न गाह्रो हुन्छ होला त्यही माथि जुगा पानी नपरे हुन्थ्यो भनेको के हुन्छ पानी नपरे चाहिँ राम्रो हो के अरे मौसम चाहिँ यतिको राम्रो भइरहेछ हामी हिँडिरहेको हुन्थ्यौँ बाटोमा चाहिँ यस्तो फुलहरू धेरै नै देखिरहेको थियो यो के फुल रहेछ त नि यो हेरौँ है यसको नाम चाहिँ थाहा छैन जस राम्रो देखिरहेको छ यो फुल चाहिँ यो फुल भनेको यसरी रुखमा मात्रै फल्ने रहेछ अचम्मै छ कि जताततै छ कि फेरि रुखैभरि जस राम्रो छ भुइँमा यस्तै भुइँमा फलेमा चाहिँ दामी राम्रै हुन्थ्यो होला ल जाऊँ हेर्दै जाऊँ फुलहरू त झन्डै छ यही सेतो फुल अनि यसै हरियाली छ हिँड्न जस हुसुला छ घाम लाग्छ छैन आज मजा भइरहेछ हिँड्नु त्यस्तो गाह्रो छैन अहिलेसम्मको यो रुट हेर्दा चाहिँ हिँडेको नि लगभग 1.5 घन्टा भयो होला जान्छौँ अब जस उता भनेअनुसार चाहिँ हामी 3 घन्टामा पुग्नुहुन्छ भन्नुभएको थियो तलबाट चाहिँ अब जाऊँ के कति लाग्छ टाइम र जाऊँ चाहिँ हिँडिरहेको एकछिन थके मान्नु पर्यो भनेर ठाउँ खोजिरहेको थियो यहाँ चाहिँ यस्तो मजाको राम्रो चौक रहेछ अहिले यो जस बर्खाको सिजनमा चाहिँ के राम्रो छ भन्दा हरियाली हेर्नु न हरियाली छ हैन त्यहाँदेखि यो रुटमा चाहिँ जस जङ्गल छ कि पुरै
जङ्गल भन्दा त्यस्तो डरलाग्दो जङ्गल त छैन, आनन्दले शीतलमा हिँड्दै आउने जङ्गल ढ्याक्का ढ्याक्का छ, रमाइलो छ। यता यस्तो छ। ल एकछिन बसेर अब पानीसानी खाएर अनि फेरि हामी हाम्रो यात्रा सुरु गर्छौँ। हामी चाहिँ त्यहाँ अघि बसेको ठाउँबाट थोरै अगाडि यस्तो राम्रो बस्ने ठाउँै रहेछ, गोठसोट जस्तो टाइपको। आउँदै हुनुहुन्छ भने यहाँ बस्दा पनि मिल्छ होला सायद। अब यहाँबाट उता सिधै उता गयो भने चाहिँ भन्ज्याङ रहेछ, यता चाहिँ यो देखाएको चाहिँ पञ्चासे। हामी जान्छ यता जाँदै गरौँ है त अब। ल अहिले चाहिँ ठ्याक्क 9:30 भइरहेछ। हामी चाहिँ यो ठाउँमा आयो। यहाँबाट यता गयो भने चाहिँ पञ्चासे लेक भनेर देखाइरहेछ। यहाँबाट माथि गयो भने चाहिँ पञ्चासे पिक भनेको चाहिँ हाम्रो मन्दिर छ होला त्यहाँ होइन। हामी चाहिँ पहिला यता यो पञ्चासे लेक जान्छौँ अनि त्यसपछि अब भयो भने त्यताबाट बाटो हुनुपर्छ जस्तो लाग्छ। त्यहाँबाट चाहिँ हामी पञ्चासे मन्दिरतिर उक्लिन्छौँ, त्यसपछि यही बाटो होला सायद हामी फर्किने है। ल हामी हिँडेको लगभग 3 घन्टा त भइसक्यो होइन, तर कहाँ हो के हो अत्तो पत्तो छैन हामीलाई। धत्तै हिँड्दैछौँ। गुगल म्याप हेरेको पनि पञ्चासे मन्दिर उता देखाउँछ, जङ्गलको बिचमा देखाइरहेछ हामीलाई। कति टाढा हो कहाँ हो के हो एकदम अननोन भइरहेछ। अब जामगिरे कहाँ पुग्ने के पुग्ने, यस्तो बाटो है पुरै जङ्गलै जङ्गल छ क्या। कतै मान्छेहरू यताउति केही छैन, घर त छँदै छैन, गाउँघर केही छैन। अरू केही होइन, यो हिँड्यो यस्तो देखिरहेछ, यो साइनबोर्ड नै भनौँ यसलाई। अब यो देखिरहेछ, यो हेऱ्यो त्यो हेऱ्यो हिँड्यो, कहाँ पुग्ने हो खै कता कता थाहै छैन। ल के भन्नु त, अब थकै लागिसक्यो अहिले त, अब साह्रै भइसक्यो। यस्तो छ राम्रो छ बाटो चाहिँ। थाकियो यार। त्यहाँ त्यो के भन्छ त अघि 3 किलोमिटर देखाएको थियो, हिँडेछ खै आइरहेकै छैन, के भयो देखाएको छ म्याप खै। पञ्चासे लेक भनेर देखाएको थियो, हामी यता आयो के अरे, उता माथि पञ्चासे पिक भनेको थियो, माथि छैन होला। माथि पञ्चासे पिकतिर जानुपर्ने रहेछ, यता आएको अहिलेसम्म केही अत्तो पत्तो छैन। घना जङ्गल छ जोस्। यहाँ चाहिँ यो उस रहेछ क्या, प्रतीक्षालय रहेछ। यहाँ एकछिन रेस्ट गयो, पानी सानी खान्छौँ। नेट नै नचल्दो रहेछ क्या फेरि एनसिएलको। नेट चल्यो त लोकेसन हेर्नु हुन्थ्यो, कति टाढा छ कहाँ यो केही थाहा छैन। हिँडेको छ ऊ जाने गन्तव्य कति टाढा छ थाहै छैन। अब हेर्दै गरौँ अब कतिमा पुगिन्छ, त्यसपछि उकालो सकेपछि आनन्द हुन्थ्यो। अब त घाम पनि लाग्यो, के गर्नु अब। धेरै नै थाकेको थियो, बिच बाटोमा आएर चाहिँ बाटो उल्टो आइयो कि जस्तो लागिरहेको थियो। गुगल म्याप हेऱ्यो, डाटा चल्दैन है। अनि त्यसपछि कहाँ आयो त थकै लागिसकेको थियो। यसो हेरेको पछि अलिअलि चलेर हेरेको ठ्याक्क बोर्ड आयो। यहाँबाट तल गयो भने चाहिँ हामी चित्रे पर्वत पुगिन्छ होइन। अनि त्यसपछि यहाँबाट माथि भनेको यता भनेको अघि हामी आएको बाटो भयो। ताल चाहिँ यहीँ तल छ होइन, यहाँ साइनबोर्डमा पनि देखाइरहेको छ। ताल त्यहीँ छ, अब जाम तालतिर। ल है त ताल हेरौँ है त अब। ल हामी खोजेको ताल चाहिँ यही नै हो। ताल चाहिँ त्यस्तो राम्रो चाहिँ छैन, तर यो ठाउँमा चाहिँ राम्रो देखिन्छ। अब एउटा धार्मिक ठाउँ पनि हो। एउटा के एकादशी कि केमा चाहिँ त्यो मान्छेहरू सर्सेन कि के भन्ने हुन्छ, हो त्यो छर्न आउनुहुन्छ सबैजना। यहाँ चाहिँ राम्रो छ, आनन्द पिस बस्नलाई आनन्द छ। आइयो एकछिन यता बस्छौँ, यता हेरेर अनि मन्दिर जाने, अनि त्यसपछि फर्किने। हामी यहाँबाट निस्किनु लाग्यो। यो पञ्चासे ताल होइन, यहाँ मन्दिर छ। अब फेरि अर्को मन्दिर जानु कति बेर लाग्ने हो, 2 घन्टा भनिरहेछ। कति बेला पुग्ने थाहा छैन। जाऊँ ल। अहिले चाहिँ हामी त्यो तालदेखि लगभग 1 घन्टा लाग्यो होला हिँडेर आयो। यस्तो साह्रो थकै लागिरहेछ होइन। अब चाहिँ यता गयो भने त्यहाँबाट अलि माथिबाट मन्दिर देखिरहेको थियो,
पञ्चासे मन्दिर भन्ने त्यहीँ रहेछ भ्यू टावर पनि छ तर आज भ्यू चाहिँ छैन हुस्सु मात्रै के हेर्ने जहाँ मन्दिरसम्म जाऊँ अनि त्यहाँबाट फेरि खाना खाने ठाउँ हाम्रो लगभग 2 घन्टामा पुगिन्छ होला ल जाऊँ जाँदै गरौँ मन्दिर हेरौँ अनि तल झरौँ है त ल अहिले चाहिँ हामी बिहान करिब 7:30 बजे हिँडेदेखि अहिले चाहिँ 1 बजिसक्यो बल्ल पञ्चासे मन्दिर आइपुग्यौँ अहिले चाहिँ सुनसान छ पञ्चासे मन्दिर हाम्रो यो पञ्चासे अहिले हाइट चाहिँ भनेको हाम्रो 2517 मिटर रहेछ होइन अब यो एकछिन हामी यत्तिकै बसौँ अब त्यस्तो भ्यू तल भ्यू पनि केही छैन अहिले उता हुस्सु लगाइरहेछ सबै एकछिन बसौँ अनि जाऊँ तल अब सिधै खाना खाने ठाउँमै भेट्ने होला है त खानासाना खाऊँ अनि पोखरा जाने अब 8 घन्टा हिँडेपछि फेरि हामी सानो घर आइपुग्यौँ अब खाना खाउँदा यहाँ आएर पोखरा फलेर चाहिँ मिठो छ चाखौँ है त चाहिसक्यो नि चाहनु त ल अब हामी हिँडेर भ्यायौँ लगभग 8 घन्टा हिँड्यो आज धेरै थाकियो अहिले कति बजेछ 4 बजिसक्यो बल्ल खाना खाँदैछ थोरै होला भन्ने सोचेको भेटेर चाहिँ गाह्रो भयो मुख हिँड्न पनि नसकिएला जस्तो ल अब खाना खाएर एकछिनमा निस्किन्छौँ अब निस्किने बेला यसो उस गर्छु अनि त्यसपछि सकाइदिनु पर्ला ब्लगलाई चाहिँ उस गर्ने होला है ल हामी चाहिँ अहिले निस्केको है अब चाहिँ भ्लग यति नै होला यहीँ इन गरिदिउँ ल बाई अर्कोचोटि कतै गएछ भने फेरि हाल्छु भ्लग ल बाई सबैजनालाई